आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका कोही पात्र प्रधानमन्त्री बन्ने आकांक्षा सहित सनरुफ भएको गाडीमा हात हल्लाउँदै निस्किएका थिए भन्ने सुन्नमा आयो। यो भिडियो खास गरी यो रूपेश श्रेष्ठको लागि हो। प्रधानमन्त्री बन्नलाई कारागारबाट छुटेर आयो भनेर प्रश्न सोधिरहेको छ। कस्तो खालको प्रश्न हो यो? अलिकति लाज शरम लाग्दैन? पत्रकार भएपछि के बोल्ने के सोध्ने भन्ने पनि आउँदैन क्या हो? पत्रकार भएको हुँ भने त प्रश्न सोधेको छ, के सोधेको छ? जेलबाट भागेर आएर प्रधानमन्त्री खानलाई भनिरहेछ। कस्तो यार, कान्तिपुर के भएको हो? कान्तिपुरमा गएर सबै पत्रकारहरू यही हो कि क्या हो? रवि लामिछानेको पछि लागिरहेछ। बा यत्रो देशमा केही कोही चोरै छैन, कसैले लुटेकै छैन, कसैले खाएकै छैन। त्यो अस्ति बालबच्चा नि अरूले मारेको, त्यसको बारेमा सोध्नु छैन। त्यत्रो बालबच्चा कसरी मर्यो, के गरी मर्यो भन्ने छ। रवि लामिछानेको पछि लागिरहेछ भने अचम्म लाग्छ। देश यत्रो अझै पनि त्यत्रो बालबच्चाहरू मर्यो, उसैको पछि लागिरहेछन्। सोधिरहेछ प्रश्न, के प्रश्न सोधेको होला? तपाईँहरू आफै बुझ्नुहोस् त। त्यो अलिकति देश यत्रो सङ्कटमा छ, त्यस्तो के गरी बचाउने हो? बालबच्चाको त्यत्रो मृत्यु भयो, के गरी मृत्यु भयो, त्यस्तो सोध्नु छैन। ल, रवि लामिछाने जेलबाट भागेर प्रधानमन्त्री बन्नलाई कस्तो प्रश्न, के खालको प्रश्न यार? अचम्म लाग्छ। कान्तिपुर रवि लामिछानेको पछाडि लाग्दाखेरि उही रहेछ यो वर्ल्ड के अरे विश्वभरिको सबसे ठुलो चोर। उसैले खाएको छ सबै सम्पत्ति है, अरू कसैले नखाएको उसैले खाएको छ। यस्तो यस्तो प्रश्न सोध्छन्। अरू पनि के सोधिरहेको थियो पनि त्यहाँभित्र मैले हेरिरहेको थिएँ। यस्तो छ देशको हालत हेर्दाखेरि। एउटा पत्रकारले सोधेको प्रश्न कस्तो चाहिँ होला? एउटा पत्रकारले सोधेको प्रश्न, जेलबाट रवि लामिछाने निस्किएर प्रधानमन्त्री बन्नलाई छोडेको मान्छे भनेर उसले पहिलेदेखि नै भनेका छन् नि। अलिकति सोचेर र उस गरेर मात्रै गर्दा हुन्छ कि भन्ने मेरो चाहिँ त्यही हो धारणा।